नमस्ते। आज यो भिडियोमा मैले महिनाको बारेमा कसरी गरेँ किहानलाई भनेर सिकाउँदैछु। अब छोरालाई जनवरी फेब्रुअरी भनेर यो रुलै लेख्न आएपछि मैले के गर्न थालेँ, लास्ट इयरदेखि 8 महिना अगाडिदेखि चाहिँ अब डिसेम्बरमा क्रिसमस, जनवरीमा न्यू इयर भनेर क्रस म्याचिङ गर्न लगाएँ। यो बारम्बार गर्न लगाएँ हैन, हप्तामा 2-3 चोटि यसरी क्रस म्याच गर्न लगाएँ। अब किहानलाई यति चाहिँ आउँछ, डिसेम्बरमा क्रिसमस, जनवरीमा न्यू इयर, अक्टोबर हेलोविन हैन, थ्याङ्क्स गिभिङ, अनि फेब्रुअरीमा भ्यालेन्टाइन्स। यो पनि आएपछि चाहिँ मेरो अब नेक्स्ट राउन्ड हिजो अस्तिको हप्तादेखि मैले यसरी सिकाइरहेको छु। क्रिसमस भनेको के, लाइट्स हैन, न्यू इयर चाहिँ न्यू इयर बिगिन्स, अनि हेलोविनमा ट्रिक अर ट्रिट हो। यो यसरी अब यो 3टा पहिला आएपछि अनि म नेक्स्ट फेब्रुअरीमा भ्यालेन्टाइन्समा के हुन्छ, थ्याङ्क्स गिभिङमा के गर्छ भनेर एड गर्दै जान्छु।